हेलो गाइस, के छ? आज चाहिँ यो अनएक्सपेक्टेड भ्लग हो होइन। यो र मेरो फर्स्ट भ्लग पनि हो भनौँ। जस्तै अब आजदेखि मेरो न्यू जर्नी सुरु हुन्छ र मैले आजदेखि यस च्यानलमा यही च्यानलमा नयाँ भ्लग हाल्नेछु। के भनेपछि अब आज अनएक्सपेक्टेड भ्लग भन्नाले आज हामी जाँदैछौँ घुम्न, साथीहरूसँग घुम्न जाँदैछौँ। त्यही एकछिन रमाइलोको लागि, मेमोरिजको लागि भ्लग बनाऊँ भनेको हो। के हुन्छ कस्तो हुन्छ हेरौँ होइन। र यो च्यानलमा चाहिँ अब यस्तै डकुमेन्ट्री टाइप यस्तै भ्लग आउँछ। किप वाचिङ। बाई गाइस। एन्ड गाइस आइ एम रेडी टु गो। ब्ल्याक ज्याकेट लगाएको छु, व्हाइट जगर्स लगाएको छु एन्ड आइ एम रेडी। सो म जाँदैछु साथीको घरसम्म। त्यहाँ कहाँ भन्छ मेरो साथीको त्यहाँ बजारमा रुम छ, त्यहाँ जाँदैछु। एन्ड द्याट इज माई गाउँको बारी एन्ड द्याट इज माई गाउँको भिलेज द्याट इज माई भिलेज। देख्न सक्नुहुन्छ क्यामेरा क्वालिटी अलिक राम्रो छैन होला, आई थिङ्क सो, बट द्याट इज माई प्लेस गाइस। र हिँड्दै जान लागेको मान्छे कसरी गाडीमा बस्यो भन्नुभयो होला, त्यही पनि अगाडि त्यस्तो केही होइन, अङ्कलको गाडी बिच बाटोमा देखिन्छ। त्यसलाई रोकेर म अङ्कलसँग बजारसँग लिफ्ट माग्छु। र साथीले जानुभन्दा अगाडि आफ्नो मुख चम्काउँछन्, मुख भन्छन्। र तुलसीपुर बजारदेखि लाग्छौँ हामी अटोमा आफ्नो डेस्टिनेसनतर्फ। खासमा हाम्रो जाने प्लान अर्कैतिर हुन्छ, खौसापुरतिर हुन्छ, खौसापुर लेक साइड। तर केही कारणविवश हामी त्यहाँ जाँदैनौँ र हामी अर्को तुलसीपुरको पश्चिमतिर लाग्छौँ, बालापुरदेखि माथितिर। र यो ठाउँलाई चाहिँ मनिकापुर भन्ने रहेछन्। मनिकापुर ताल भनेपछि थाहा भइजान्छ तपाईँहरू मजाले आउन सक्नुहुन्छ। यहाँ आफ्नो साधन छ भने आफ्नो साधन लिएर र बस पार्कदेखि अटो लिएर या अटो रिजर्भ गरेर पनि आउन सक्नुहुन्छ। तपाईँहरू यहाँ मजाले आउन सक्नुहुन्छ। भाडा चाहिँ 100 रुपियाँ हो, आउने जाने 200 रुपियाँ, जाने 100 रुपियाँ, आउने 100 रुपियाँ। र यही हो मनिकापुर ताल या लेक साइड भन्ने नि भयो। र यहाँ हामी पुग्छौँ र पुगिसकेपछि केही सामान किन्नु थियो चटपटेको लागि, त्यही सामान किन्न जान्छौँ। तर खै कति भन्छन् 1.5 लिटरको कोकलाई, 1.5 लिटरको कोकलाई अलि महँगो भने जस्तो लाग्यो, प्राइस नै थाहा हुँदैन। हामी चाहिँ यहाँ के भन्छन् कोक सामान किन्न आएको थियौँ, चटपटे खाने। प्राइस हेरिरहेछन् मेरो दिपक सरले। यो अरूको हिसाब गरेर यसको निस्किहाल्छ र। सोधा न, हेरेर लेख न। 2 चौचौ 20 पेसका 40 रुपियाँ होइन। पानी कतिको होला? 30 रुपियाँ। 30 रुपियाँ लगाऊँ। सामान किनिसकेपछि हामीलाई अलि महँगो जस्तो फिल हुन्छ। हामी जोड्दै हिँडिरहेको थियौँ। सामान पनि त्यति धेरै हुँदैन र 1.5 लिटरको कोक हुन्छ। त्यही कोकलाई खै कति भन्छन्, अलि धेरै नै भने जस्तो लाग्यो। खै हामीले प्राइस पनि सोधेनौँ, बट अलि महँगो नै भने जस्तो लाग्यो। त्यो जोड्दै हिँडिरहेको थियौँ, अलि महँगो नै भने। आई थिङ्क 200 प्लस नै भन्छन् आई थिङ्क है, हिसाब मिल्दैन। र देख्न सक्नुहुन्छ यसको भ्यूहरू कति दामी छ। र जुन अगाडि जङ्गलहरू देखिरहेछन्, रुखहरू देखिरहेछन्, उता र जङ्गल मात्र छ। त्यहाँ तपाईँहरूले फोटोसोटो खिचाउन सक्नुहुन्छ। र हाम्रो ग्रुपका केटाकेटीहरूले पनि फोटोसोटो खिचाउँछन्। र यो लेक धेरै नै गहिरो छ अरे, आसपासका मान्छेहरूले भनिरहेथे। र यो जति तपाईँहरूले फ्रेममा देखिराख्नु भएको छ त्यति मात्र नभएर
अगाडि पनि छ, जुन मैले तपाईँहरूलाई अलि अगाडि देखाउने छु। पियु प्लस काममा बसेर हाम्रो चटपटे खाने प्लान बन्छ। केटीहरूले चटपटे बनाउँदै थिए र हामीले पनि अलिअलि हेल्प गर्दै थियौँ, प्याज काट्नमा, चाउचाउ फोक्नमा होइन। केटाहरूलाई त बनाउन आउँदैन, मतलब नआउने त होइन, तर केटीहरू यस्ता कुरामा अलि पर्फेक्ट हुन्छन्, केटीहरूले अलि धेरै खान्छन् भनेर हो। र यत्तिकैमा केही महिलाहरू बोटमा बसेर गीत गाइरहेथे, रमाइरहेथे आफ्नो लोकल भाषामा। देख्न सक्नुहुन्छ यहाँहरू नै हुन्, तर मेरो मोबाइलले उनीहरूको साउन्ड त्यति क्याप्चर गर्न सक्दैन। रोक्नु, म तपाईँहरूलाई नजिक गएर देखाउँछु। अब 50 भाइले त्यो छैन कि अङ्कल। र त्यसपछि हुन्छ हाम्रो खानेकुराको प्रोग्राम। सबैजना बसेर कुरा गर्दै खाइरहेथ्यौँ, कोहीले के कुरा गरिरहेथ्यौँ, कोहीले के, कसैलाई बाहिर जानु मन थियो भने कसैलाई नेपालमै केही गर्नु मन थियो, यस्तै कुरा चलिरहेथ्यो। कोहीले के भनिरहेथे, कोहीलाई नेपालमै केही गर्नु छ, कोहीले फ्युचरमा कहाँ बाहिर जानु छ, मलाई बाहिर बस्नु छ, यस्तै कुरा भइरहेथ्यो होइन। पछि गएर फेरि भेट्नुपर्छ, रमाइलो गर्नुपर्छ, यस्तै कुरा भइरहेथ्यो। र यही फ्युचरको कुरा गर्दा गर्दै खाएर पनि सकिन्छ। कोहीलाई कहाँको पिआर पाउनु मन थियो भने कोहीलाई कहाँको, सो यहीमा कुरा सकिन्छ। अनि केटाहरूको बिचमा चाहिँ भोटिङ गर्ने उत्साह जाग्छ होइन, केटाहरूको बिचमा। र त्यसपछि लाग्छौँ हामी भोटिङ गर्न। ल हामी यहाँ ढुङ्गा चढ्ने तयारीमा छौँ दिपक राजासँग, विथ दिपक राजा। अब यो हो प्लेस चाहिँ होइन, सेयर गर्ने यो ठाउँमा त्यो बोटो ढुङ्गा चाहिँ यो। अब त्यस पछाडि अब हामी चाहिँ ढुङ्गामा पहिला टिकट दिनुपर्छ बाबु। कहाँ हो टिकट? खै पैसा दियो कि नै? अलि त घटाइदिनु पर्ने अङ्कल। होइन बाबु, टिकट नै रहेछ, यसो पैसा छ, टिकट नै यसो के अनुसार बुझाउनु पर्छ हेर समिति। कसलाई यो मेरो व्यक्तिगत भए मिलाइदिनु भन्ने कुरो अर्कै हो होइन। ए ठिकै छ। बुझ्यौँ। हाम्रो यी अङ्कल हुनुहुन्छ, भोटर ओइ, अङ्कल, यहाँ, भोट यहाँ, चलाउने अङ्कल, यहाँ के? नेपालको झन्डा। ओइ यहाँ के? ल रुका। अगाडि हो कि पछाडि हो? अगाडि बढाउनु ओइ लु त उता जान्छ के बाबु? कतातिर त हामी पनि बगाउनु हो। खै म चलाउँछु, रुक एकछिन ल। चलाउँदा ए ऊ फाइटै पुग्यो होइन। You guys, you can see काय हेर न। ओइ नेपालको झन्डा हल्लाउँछ। ओइ यता बनाउने हो, यता बनाउने हो। यो थालीमा यो हात नफाल्नु पर्ने नि। खानमा पनि मिठै लागेन। मलाई ओइ उल्टो गरायो के?
मलाई देखाइरहेछ नछ्यामा अहिले उल्टो हान्छु म ल मलाई इन्थो पनि भयो एक्सर्साइज भएन चेत हो औ त कहाँ मान्नु हामी जवान छौँ के लगाउन ल ऊ परबाट घुमाम है हाल्नु त यहाँ कहाँ बाबु हाम्रो तुलसीपुर जसले पनि आउँछ तुलसीपुर खरि यतै होला अन्त कतै यताका अब आफ्नो ठाउँ हेप तुलसीपुर गएर अरे मतलब बाटो घुमाउने कि बजार एरिया उकालो न यार माछा पनि छन् माछा छन् मार्न मैले माछा देखिनँ अस्ति 5 किलोका पोलोथिन छोरी र यति मारेको थियो अरे होइन त यता त मारेको देखेँ माछा अङ्कल तपाईँले गाउनुहुन्न के हो गीत कहाँ मैले जान्नु अलि यता लानु बाबु त्यो बुटामा दिन्छ बुटामा अत्किन्छ रे अहिले त्यहाँ अल्छिन मलाई बुटामा ल गीत गाउन ल यो पनि शिवको ओ त्यही पनि शिवको शिवको मै पनि शिवको शिवको त्यो पनि शिवको सारा शिवको मै पनि शिवको हरि हरि बिरु भएको चटपटे खाएको यार र जुन मैले अघि भनेको थिएँ अगाडि अझै ठुलो छ भनेर यही हो देख्न सक्नुहुन्छ अगाडि पनि निकै ठुलो छ हाम्रो दिमागमा एउटा खुरापाटी आइडिया आउँछ जो कि प्र्याङ्क कल गर्ने जो हाम्रो साथीहरू बसेको थिए बाहिर उनीहरूलाई प्र्याङ्क कल गरेर डुङ्गा बिग्रियो वा के धास्यो भनेर प्र्याङ्क कल गर्ने भनेर निर्णय गर्छौँ कसरी निकाल्ने हो कहाँ अट्क्यो खै हेर त हामी एकछिनमा फोन गर्छौँ तँलाई है एकछिन हामी फालौँ कि के म के गर्ने जाँदै गरेँ बोट चलाउने अङ्कलले यहाँ बल्छी देख्नु भएको रहेछ त्यही बल्छी मेरो साथी लिन गएको हुन्छ अनि त्यो बल्छी लिएर अङ्कलले माछा मार्नुहुन्छ अरे र हामीले यत्तिकै बोटमा मोबाइलमा गाना साना बजाएर रमाइलो गर्छौँ अनि यत्तिकैमा हाम्रो पालो पनि सकिन्छ पालो सकेपछि अनि झर्छौँ झरेर अनि घरतिर लाग्ने प्लान हुन्छ घरतिर लाग्छौँ अनि या हामी अब घर जान लाग्छौँ घर त्यहाँभन्दा त ठिकै छ बोटिङ सोटिङ गर्ने हामी अब घर लाग्न आँट्यौँ र अन्तिममा आई फिल द्याट कि रमाइलो गर्न जान्नुपर्छ जहाँ गए पनि त्यही फिल भयो जस्तै हामी सुरुमा अर्कै ठाउँ जान चाहन्थ्यौँ तर लास्टमा अर्कै ठाउँ गयौँ त्यही पनि रमाइलो नै भयो बोटिङ सोटिङ गऱ्यौँ रमाइलो नै गऱ्यौँ भनौँ र म चाहिँ घर पुगिसकेँ बाटोमा बिच बाटोमा अँध्यारो भइगयो यता नास्ता सास्ता के खाँदा खाँदै सो अब केही छैन अब हामी यो मेरो फर्स्ट भिडियो थियो होइन थोरै अर्कै भयो होला पछि अब राम्रो राम्रो कन्टेन्टहरू आउँछन् म बोल्न सिक्दैछु भनौँ त्यसपछि भेटौँला थ्याङ्क्स फर वाचिङ आई विल सी यु इन द नेक्स्ट भिडियो गाइस
डोन्ट फर्गेट टु सब्सक्राइब है, सब्सक्राइब वाइट बटनवाला।